नमस्ते साथीहरू, यो चाहिँ मेरो पसल हो। आज चाहिँ अलिक सामानको भाउ अलिक बढेको जस्तो भइरहेछ। यो लौका हेर्नु न कति राम्रो छ। आँप आएको छ, स्पेसल मेरो पसलमा आँप आएको छ साथीहरू। यस्तो राम्रो मालदा आँप छ, हाम्रो लाहानको मालदा आँप है। यो चाहिँ सप्तरीको मालदा आँप। ल आँप लिन आउनु होला मेरो पसलमा। अनि करेला त आज कुरै नगरौँ, 15-16वटा छ करेला मात्रै। यस्तो छ गाइज, हेर्नुहोस् करेलाको लाइन छ, परवल छ मेरो पसलमा। खुर्सानी पानी परेर होला, सबै सामानको अलिकति भाउ बढेको छ आजबाट साथीहरू। खुर्सानी चाहिँ पिरो छ, जे होस् मजाले छिप्पिएको खुर्सानी परेछ, एकदम पिरो खुर्सानी छ। क्याप्सिकम हेर्नु, क्याप्सिकम कति राम्रो छ, लोकल क्याप्सिकम हो 5 खालको साथीहरू। अब म चाहिँ घर जाने हो माम खानालाई। यो पनि यहाँको सामान पनि मेरै हो, ठाउँ नभएर त्यहाँ राखेको, गाडी ढिलो आयो। करेला र लौका छ। यहाँ आँप लिएर कहाँ जाँदै हुन्छ दाइले? बिमला दिदीलाई घर जाने बेला भएन भनेर सोध्दैछु म आँप देखाएर। अब जाने भन्दा हुन्छ, दिदीले पनि खोर्सानी हेर्नु न त्यहाँ कति राम्रो आएको। म चाहिँ अनि घर आएपछि चाहिँ खानासाना खाएँ। खाना खाएको चाहिँ मैले बनाएन, किनकि मैले हिजोको बासी खाएको थिएँ, त्यही भएर खानासाना खाएँ अरे भाँडासाँडा धुएँ। अनि चट्टा लाएर अब मुखसुख धुएँ, ब्रस गरेँ। बिहान 3 बजे नै गएको नि त बजार। अनि अब म तपाईँलाई यहाँ मेरो फुल देखाउँछु। यो मैले रोपेको फुल कति राम्रो फुल छ। यहाँ चाहिँ यस्तो भएछ यो पानीले। यो घडी फुल पनि मैले रोपेको, यहाँ झार पलाएछ। यो पनि मैले रोपेको। किन यस्तो भयो यो फुल? दुबो छ यहाँ मेरो, मङ्गलबार गणेशलाई चढाउने दुबो पनि गर्नुपर्ने। यो तुलसाको मोड भइहाल्यो साथीहरू। यहाँ चाहिँ यस्तो राम्रो छ। अनि मलाई जाँगर चल्यो भने सबै गर्छु, अल्छी लाग्छ म के गर्दिनँ फेरि। यो अचार पनि मैले राखेको हो। यहाँ अकबरी खुर्सानी अचार यस्तो छ साथीहरू। यहाँ लुगा हिजोदेखि लुगा धोएको सुकेको छैन। यस्तो छ गाइस आजको मौसम, यस्तो चाहिँ घाम लाग्छ होला आज। ल हाम्रा बुढाबुढीहरू चाहिँ यहाँ लुगा धुँदैछ नि। के गरेको यो? आइतबार स्कुल बिदा भएर मस्त लुगाई, कोही लुगा धोएको धोइरहेछन्, कोही लुगा धोएको हेरिरहेछन्। यहाँ